गाइस अब चाहिँ हामी निस्किन लाग्यो। हेलो गाइज, अब चाहिँ हामी निस्किन लागेको छौँ। ठ्याक्कै अहिले चाहिँ बिहान भइरहेछ अनि अहिले चाहिँ स्कर्पियोमा दुर्गामा आउँदैछौँ। अब निस्किन लागेको तलतिर अनि चाहिँ हामी जान्छौँ घर। ऊ पनि आफ्नो घर जान्छ, म पनि आफ्नो घर जान्छु। सो हाम्रो भ्याकेसन अनि ट्रिप एकदम रमाइलो भयो है एन्जिला, बेस्ट। सो या त्यही हो, अब हामी आफ्नो घर जान्छौँ। धेरै रमाइलो भयो, धेरै उफ्रियो, धेरै सक्यो। अब आफ्नो पनि तपाईँ पुग्नुपर्छ, बाटो छ बेग्लै तर भेट्नेछौँ हामी एक दिन। बाई 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 एन्जिला। आउनु है लिनु हिरो। वेलकम टु माई च्यानल। म चाहिँ फेरि पनि ब्याक भइसकेँ। मैले चाहिँ अस्ति हालेको थिइनँ भिडियो, किनभने घुमिरहेको थियौँ अनि त्यसपछि के भयो नि त हाम्रो। अब फोनहरू यताउता भयो के भयो अनि त्यो पछिको अरू दिनहरूको चाहिँ पाउने बनाएको थियो भिडियोहरू। अनि फेरि अब दुईजना क्यामेरा हल्लाएर हिँड्न त अलिक अप्ठ्यारो लाग्छ नि त। अनि त्यही भएर उसले बनायो, मैले बनाउँ। त्यसपछि मैले पनि बनाउने माने अल्छी लाग्यो, यतिकै भयो बनाएन, फर्की घरि नि केही बनाएन। अनि त्यही हो, अहिले चाहिँ म हेटौँडामा छु, मेरो घरमा छु, एक्लै छु। अहिले चाहिँ म बजार जानु लाग्छु, सामान लिनु छ मेरो, के गर्नु छ, के सामान लिन्छु म देखाउँछु। त्यही हो गाइस। कस्तो घाम छ है। अस्ति पोखराबाट आएँ म त मलाई कालो राम्रो लाग्छ कि मलाई कालो हुनु पनि छ मैले भन्थेँ कि, तर त्यो अचानक त्यो भयो कि त्यो त्यति साह्रो कालो हुन्छ सोचेको थिएन यार। पोखरामा यति गर्मी रहेछ, तर त्यो टाइमिङ पनि भएन, किन अरू बेला त म खालि जाँदा म यहाँतिर जो सुरी लाउने बेलातिर पुग्थेँ नि त। यो पालि त यस्तो गर्मी, यो अहिले हेटौँडामा जतिको त्यत्तिकै रहेछ। अझै छ एक महिना त टिकाउँछु यसलाई। अहिले हेटौँडा हुँदा चाहिँ कपाल पनि कस्तो सपक्क मिले खायो कि कस्तो राम्रो त्यस्तो भएको। त्यहाँ हुँदा त त्यो झन् गर्मीमा अब घुम्न हिँडेपछि हामी घुम्न मात्रै हिँड्ने गर्छ नि त। पुरै ओइली हुने कपाल, पुरै चकचकी हुने, पुरै ढुस्स परे जस्तो हुने। अहिले घर आएपछि सबै मिले खायो। मेरो स्किन पनि अझ राम्रो भयो, त्यो घुम्दा पुरै बिग्रेको थियो। अहिले तर आज मैले सनस्क्रिन लाग्छु, पाउडर लाग्छु, लिपस्टिक लाग्छु, केही लाग्छिनँ, मसला म लगाउँदिनँ। घुम्दाखेरि यताउता फोटोसोटो भिडियो गर्दाखेरि चाहिँ म पढिदिएँ, राम्रो बनाउनु पर्ने भएर लाउँछु, नभए त लाउँदिनँ। बाई बाई, म टुरिस्ट देखाउँछु। है गाइस, मलाई चाहिँ कुरियर लिइसकेँ, मेरो सामान यही लिनु थियो अनि अरू चाहिँ मेरो आफ्नै के लिनु हो। यति ल्याङ भएको, यति ठाउँ खोज्नलाई पनि यति ल्याङ भएको, किनभने मलाई लोकेसन उताको दिएको थियो सानिया ब्याङ्कनिर भनेर। त्यहाँनिर गएको रास्तामा त यहाँनिर रहेछ, यो चाहिँ एघारपट्टि हो, यही टाटाको मोटर्सनिर भनेर म यहाँ आएको। तर म यहाँ पहिल्यै आइसकेको थिएँ, नाम चाहिँ मलाई थाहा थिएन। त्यही हो गाइस, मैले चाहिँ सामान लिइसकेँ, यति धेरै लिएछु। अब मलाई कस्तो किमा नुडल्स खान मन छ, मैले कति भइसक्यो नखाएको। अनि त्यो लिन जान्छु, मेरो फेभरेट हेटौँडा कि एकदम खतरा मिठो पाउने किमा नुडल्स चाहिँ ओभर लाग्छ। अरू पनि हुन्छ मिठो, तर त्यहाँको मेन मिठो लाग्ने चाहिँ मलाई किमा नुडल्स हो। त्यहाँ जान्छु, प्याक गर्छु होला कि त त्यहीँ खान प्याक गर्छु, घर लग्छु अनि त्यसपछि खान्छु। बाई बाई। यहाँनिर चाहिँ मैले अर्डर दिइसकेँ दाइलाई। अब यहाँ त्यसपछि चाहिँ म त मैले भिडियो बनाइकन मलाई लाज लाग्छ। चिने मान्छे अगाडि लाज लाग्छ, नचिने मान्छे अगाडि बाल लाग्दैन। चिने मान्छेहरूसँग झन् कम्फर्टेबल हुन्छ कि मान्छे लाज लाग्छ कि लाग्यो त बिल्ला केटी रहेछ भन्ने जस्तो लाग्छ, तर केही छैन। त्यही यहाँ मैले फ्राइज र त्यो खै के लिएँ अनि त्यसपछि खानेकुरा अनि त्यसपछि अपेल किमा नुडल्स लिएर जान्छु अनि सिधै घर जान्छु। यति गर्मी भए म बस्न सक्दिनँ। त्यही हेटौँडा यस्तो गर्मी छन त थियो, तर अहिले यस्तो भए मलाई थाहा थिएन। होइन कुलर होला, बिग मान्छे पनि बिग फ्यान पनि बिग फ्यान। घर आइसकेको छु। यहाँ रुमीहरू छन्, मेरो पोखिसक्यो। मेरो किमा नुडल्स अनि स्प्राइट हो अनि यो चाहिँ मैले लिएर आएको सामान त्यही हो। अब म एकछिन टिभी हेर्छु, खान्छु। लुगा के छ देखाऊँ कि नदेखाऊँ? देखाउँछु। पहिला सुरु त्यो बाहिरको फोटो खिच्छु अहिले अनि त्यसो देखाउँछु। अनि एकछिन म यहाँ सिरिजहरू हेर्छु खाँदै, किनभने मलाई एकछिन हुँदाखेरि चाहिँ खाँदाखेरि यस्तो टिभी सिभी हेर्नु चाहिँ अति औडा हुन्छ। यहाँ चाहिँ जुली, हाई भन, बाई बाई। चाहिँ यो रहेछ एउटा टी सर्ट, यो नि योवाला टी सर्ट अनि योवाला रहेछ सर्ट, यो टी सर्ट, यो 4टा रहेछ।